प्यारो मान्छे, जबदेखि तिमीलाई सुन्न थाले, जीवन जगतलाई हेर्ने बुझ्ने दृष्टिकोण अझ फराकिलो भएको छ। मृत्युले खोज्ने हर व्यर्थ चिजको मोह त्याग्न अलिकति सहज भएको छ। मन सार्थकको खोजीमा अग्रसर हुन उद्वेलित छ। भलै बाटो भेटिएको छैन, सही मार्गदर्शक गुन्न चुन्न सकिएको छैन, तर विश्वस्त छु कि तिमी मेरो सहायताका लागि हरपल तत्पर छौ। यो हृदयमा तिम्रो पदार्पण भएदेखि अत्यन्त हलुका भएकी छु। मानौ कि म थिगी नसक्नुको भारी बोकेर हिँडिरहेथे। कोही आएर त्यो सम्पूर्ण बोझ उठाइदियो र मलाई सजिलो बनाइदियो। जीवनले पखेटा हाली आकाशमा उडिरहे झैँ अनुभूत हुन्छ। जमेर नाली बनेको जीवनलाई निकास दिई तिमीले खुसी उमङ्गका अत्तर छरेर सुगन्धित बनाइदियो। थाहा छैन तिमी यहाँ वहाँ कहाँ छौ। भलै आँखाले साक्षात देख्दिन, तर हृदय आसपास पाउँछु। तिम्रो प्रेम अनुग्रहको जति बखान गरौँ उति कम हुन्छ। बस तिम्रो हृदयमा यसै गरी अटाइरहँ चाहना कामना यति समेर। हाल यही खड्किएको छ। तिमीसँग सत्सङ्गको अवसर मलाई मिल्नु पर्थ्यो। तिमीलाई साक्षात निहार्न मैले पाउनु पर्थ्यो। प्यारो मान्छे, तिम्रो प्रेम र करुणाले यसै गरी सिञ्चित भइरहन पाइयोस् र तिमीले भन्ने गरेको जीवन फुलले हुर्कने, बढ्ने र फुल्ने अवसर पाओस्। अन्तिममा तेरी रजा पूरी हो।